यतातिर हजुरले हेर्न सक्नुहुन्छ यता चाहिँ हेलमेटहरुको छ सबै हजुरहरुलाई म क्यामेरा फ्लिप गरेर पनि देखाइदिन्छु है म सो हेर्नुस् यहाँ एकदम दामी दामी हजुरले हेलमेटहरु हेर्न सक्नुहुन्छ यहाँ भेगाको छ उता माथि माथि अब हजुरलाई डर्टमा अफ रोडमा चाहियो भने सो हेलो सबैजना साथीहरु आशा गर्छु हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला सो म निकित र हजुरले हेर्नु भइरहेछ एनके ब्लग्स सो आज चाहिँ म आफ्नो लागि राइडिङ ग्लोभ्स लिन गइरहेको छु मेरो जो राइडिङ ग्लोभ्स मैले युज गर्थे त्यो चाहिँ यो हेर्नुस् लोकल हो त्यही भएर आज चाहिँ म एउटा राम्रो राइडिङ ग्लोभ्स लिन गइरहेको छु जहाँ म चाहिँ मेरो साथीसँग गइरहेको छु मेरो साथी उहाँ छ हो यो र म जाने र यो मेरो गाडी नै यहाँ जानुलाई रेडी भएर छ कोल्ड स्टार्ट गरेर छोड्दिएको छु मैले अहिले यसलाई कोल्ड स्टार्ट नै भइरहेको छ सो आजको भिडियो एकदम रमाइलो हुन्छ सो हामीहरू यहाँदेखि निस्किरहेको छु अब त्यसको प्राइस कति हुन्छ त्यो सबहरू कति हुन्छ म त्यो चाहिँ भिडियोको एन्डमा म बताउँछु हजुरहरूलाई सो भिडियो स्किप नगरिकन एन्डसम्म हेरिदिनुहोस् होला म हजुरहरूसँग अनुरोध गर्दछु सो हामीहरूको जर्नी अब यहाँबाट स्टार्ट हुन्छ सो एकचोटि हजुरहरूले मेरो बाइकलाई हेरिदिनुहोस् कस्तो चाहिँ देखे ह भनेर कमेन्ट पनि गरिदिनुहोस् होला है कस्तो देखे ह मेरो बाइक कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनुहोस् होला आज पानी परेछ एक त भिजेको पनि छ हामी दुईजना चाहिँ गइरहेछौँ यो मेरो हेलमेट पनि हो हजुरलाई देखाइदिन्छु म यो मेरो हेलमेट हो LS2 को र यसको प्राइसिङ कति हो भन्ने त्यो नि म भिडियोको एन्डमा हजुरलाई बताइदिन्छु र यो हेलमेट पनि मैले त्यही दोकानबाट किनेको थिएँ त्यो बेला चाहिँ अलि फाइनान्सियली त्यति बेला चाहिँ हल्का फाइनान्सियली प्रब्लम भएर मैले ग्लोभ्स किन्न सकेको थिएन अहिले चाहिँ म किन्न गइरहेको छु म र मेरो साथीहरू सो भिडियोको एन्डसम्म हेरिदिनुहोस् होला सो अब हामी निस्किँदैछु गाइस अब हाम्रो गाडीको कोल्ड स्टार्ट नै भइसक्यो ल सबभन्दा पहिला ग्लोभ्स लाउन भन्दा अगाडि आफ्नो मोबाइललाई यहाँ माउन्ट गराइदिइहाल्नु पर्यो क्या मोबाइल माउन्ट पनि छ मेरोमा सो ग्लोभ्स लगाऊ आज चाहिँ न्यू ग्लोभ्स आइरहेछ मेरो सो यो चाहिँ कालो होला छ त मसँग आफ्नो एउटा लिग्नु नि तिमीले पान्छ त्यो त दोकान बाहिरतिर पनि पाइहाल्छ अह आज चाहिँ हामीलाई मौसमले नि च्यालेन्ज गर्दैछ गाइज यहाँ सो हाम्रो ड्युटी गर्ने ठाउँ चाहिँ यो हामीले यतै ड्युटी गर्छु अहिले चाहिँ मेरो म ड्युटी अफमा छु त त्यही भएर गइरहेछु हामी चाहिँ फ्री लेफ्ट लिने हो हामी सिधै त्यही ग्यारेजको बाटो जाने हो होइन यही बाटो जाने हो सो हेलो साथीहरू फाइनली हामीहरू सबको बाहिर पुगिसकेछौँ यसको नाम भन्नु पर्यो भने चाहिँ यसको नाम गियर्स राँची हो हजुरले हेरिसक्नुहुन्छ होला माथि यसको नाम पनि लेखेको छ र यसको भित्र सबै चिजहरू पाउनुहुन्छ हजुरहरूले
फुल राइडिङ गियर्सहरू पाउनुहुन्छ। र यसको लोकेसन भन्नु पऱ्यो भने चाहिँ नि बाउ बजार र नियर फ्लाइओभर, जो फ्लाइओभरको जस्ट अपोजिटमा छ। सो हामीहरू भित्र जाम, अब हेरौँ के छ के छैन, र यहाँ सामानहरूको प्राइजिङहरू कस्तो छ सबै चिज म हजुरहरूलाई बताउँछु। र म के किन्न थालेको त्यो पनि म बताउँछु। सो भिडियोलाई एन्डसम्म हेरिदिनुहोस् होला फ्रेन्ड्स। सो फाइनली यहाँ सरले चाहिँ हामीलाई भिडियो सुट गर्ने पर्मिसन दिएको छ, त त्यही भएर म भिडियो सुट गर्न गइरहेको छु। र भित्र यहाँ के छ र हजुरहरूले यहाँ के पाउन सक्नुहुन्छ त्यो पनि म हजुरहरूलाई बताउँछु है। सो लेट्स इन्टर। सो सबभन्दा पहिला यतातिर हजुरले हेर्न सक्नुहुन्छ, यता चाहिँ हेलमेटहरूको छ सबै। हजुरहरूलाई म क्यामेरा फ्लिप गरेर पनि देखाइदिन्छु है म। सो हेर्नुहोस् यहाँ एकदम दामी दामी हजुरले हेलमेटहरू हेर्न सक्नुहुन्छ। यहाँ भेगाको छ, उता माथि माथि अब हजुरलाई डर्टमा अफ रोडमा चाहियो भने एसएमके LS2 को छ, एक्जोरको छ, थुप्रै ब्रान्डहरूमा हजुरले हेलमेटहरू नै हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु, यो सबै हेलमेटको ऱ्याक मात्रै हजुरले हेर्नुहोस् यहाँ कति धेरै हुन्छ। र यहाँ मान्छेहरू किन्न नि आउँछ। सो यो चाहिँ मै हो हजुरहरूको साथी। सो हजुरहरूलाई यदि राइडिङ ज्याकेटहरू लिन मन छ भने यहाँ हजुर राइडिङ ज्याकेटहरू सबै हेर्न पाउनुहुन्छ हजुरले, फुल किट या सेटको साथ नै। हजुरले अगर सिङ्गल चाहियो भने सिङ्गल पनि पाउन सक्नुहुन्छ हजुरले। सो राइडिङ ज्याकेट चाहिँ म अर्कोचोटि लिन आउँदाखेरि चाहिँ म भिडियो बनाउँछु के अरे त्यसको पनि। अहिले चाहिँ म खालि ग्लोभ्स लिन आएको थिएँ, त त्यही भएर ग्लोभ्सको भिडियोमा बनाऊँ भनेको। सो यता चाहिँ हेर्नुहोस् हजुरले एक्जोरको आमा राइडिङ बुट्सहरू कति दामी दामी छ क्या यार, प्रिमियम क्या। हेर्दै किनौँ जस्तो, तर अलि पैसा छैन क्या फेरि साथी यार, त्यही भएर नि मैले किने छैन क्या, नत्र भने म किन्थेँ क्या। सो मेरो साथी चाहिँ यहाँ छ, शिखर ये थे सो ठिक छ, फाइनल लुक यस्तो छ के अरे। मलाई त मन पर्यो के अरे। हेर्नु अब यही फाइनल गरिदिने हो हामीले चाहिँ। अब यता अरू पनि थियो, यो अब 4000 प्लसको इनर सब छ, 4000 प्लसको इनरहरू चाहिँ यो चाहिँ फुलमा हो 4000 हो। इसको बहुत लङ, ज्यादा लङ भयो, अनकम्फर्टेबल होला। हजुरले यहाँ अझै थुप्रै चिजहरू नै पाउनुहुन्छ यार साथी यार। हेर्नुहोस् हजुरहरूलाई म देखाइरहेको छु यहाँ। हेर्नुहोस् त हजुरले यहाँ इन्जिन ओइलहरू पनि पाउनुहुन्छ। यहाँ चेन लुब्रिकेन्टको लागि स्प्रेहरू पनि छ। सो हामी चाहिँ अब यसैलाई फाइनल गरिदिएको, अब यही लिने हो के अरे। भैया इसका कितना होगा? 32 वाला है, थोड़ा डिस्काउंट नहीं मिल जाएगा? हाँ तो ये इसको फाइनल कर दीजिएगा भैया। और यहाँ पे अगर मेरे को राइडिंग जैकेट चाहिए होगा तो कितने रेंज तक में मिल सकता है भैया? 4000 से स्टार्ट है। चल्नु हजुरहरूलाई यसो राइडिङ ज्याकेटतिर नि हेरेर जाऊँ न साथी यार। हजुरले हेर्नुहोस् यहाँ थुप्रै ज्याकेटहरू हुन्छ। यहाँ 4000 देखि स्टार्टिङ रेट छ अरे। यहाँ थुप्रै कति धेरै हजुरले देख्न सक्नुहुन्छ। यहाँ एक्जोरको थुप्रै ब्रान्डहरूको पनि छ। यदि हजुरहरूलाई लिन मन छ भने यहाँ आउनुहोस् होला। हजुरहरू राँचीदेखि हुनुहुन्छ र यदि नेपालदेखि नै आउनु भइरह्यो भने मलाई कन्ट्याक्ट गरेर आउनुहोस् होला। यहाँ म हजुरलाई यो ठाउँमा लिएर आउनुहोस्। साथी यो हामीहरू फाइनली लिएर बाहिर निस्किसकेछु। यहाँ मेरो साथी, ल देखाइदेऊ। 4000 को सामान छ यसमा। सो हेलो फ्रेन्ड, जस्तो कि मैले भनेको थिएँ कि हामीहरू सबदेखि बाहिर निस्किसकेछु, त फाइनली हामीले ग्लोभ्स त किनिसक्यो, राइडिङ ग्लोभ्स जस्तो भनेको थिएँ। सो त्यही सँगसँगै एडिसनलमा चाहिँ हामीले यहाँ स्कल क्याप पनि किनेको छु। यो चाहिँ किन काम लाग्छ भन्नुपर्दाखेरि चाहिँ स्वेटबाट बचाउँछ के। टाउकोमा जुन पसिना हुन्छ त्यसलाई हेलमेटमा लाग्न दिँदैन यसले फ्रेन्ड्स। त्यही भएर चाहिँ हामीले किनेको हो। र यो चाहिँ हामीले दुईवटा किनेको हौँ। हजुरलाई म देखाइदिन्छु क्यामेरामा, हेर्नुहोस् यहाँ है। एउटा मेरो साथीले पनि लिएको हो र एउटा मेरो लागि हो। हामीले यो किनेछु र हामीले ग्लोभ्स पनि लिइसके फ्रेन्ड्स। हजुरले हेर्नुहोस् यहाँ। यसको एमआरपी भन्नु पऱ्यो भने चाहिँ 3200 हो, तर हामीलाई डिस्काउन्ट गरेर चाहिँ 3000 मा दियो भैयाले। अब राम्रो पनि लाग्यो, 200 रुपियाँ भयो नि कमसेकम डिस्काउन्ट गरिदियो भनेर। र यो स्कल क्यापको हजुरहरूलाई प्राइस भन्नु पऱ्यो भने चाहिँ यो चाहिँ 200 रुपियाँ भनौँ।
यसमा चाहिँ डिस्काउन्ट भएन किनकि अब फिक्स रेट अरे यसमा उनीहरूलाई कुनै फाइदा हुँदैन भनेर चाहिँ फिक्स रेटमा दियो के अरे 200मै। अब योभन्दा टोटल सबै जोड्नु पऱ्यो भने चाहिँ मलाई 3400 पऱ्यो, 3400 पऱ्यो। त्योभन्दा धेरै त परेन, धेरै एक्सपेन्सिभ नि भएन र धेरै चिप पनि भएन, एकदम मिड रेन्जमा हाम्रो सबै सामानहरू आइसक्यो। र अब पछि म फेरि राइडिङ ज्याकेट पनि लिने सोचिरहेको छु, त्यो बेला नि म भिडियो बनाउँला, भिडियो बनाएर हजुरहरूको अगाडि प्रस्तुत गरौँला। र हजुरहरूलाई यस्तै इन्ट्रेस्टिङ भिडियोहरू हेर्न र यस्तै रमाइलो भिडियोहरू हेर्न मन लाग्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र मेरो भिडियोलाई लाइक सेयर र कमेन्ट पनि गरिदिनुहोस् होला। र म यस्तै इन्ट्रेस्टिङ भिडियोहरू हजुरहरूको अगाडि फेरि पनि लिएर आउने छु। यस्तै इन्ट्रेस्टिङ कन्टेन्टहरू म हजुरहरूको लागि क्रिएट गर्ने प्रयास गर्छु। सो तबसम्मको लागि बाई।